आजको यस भिडियोमा बताउनेछु तपाईँ आफ्नो जीमेल एकाउन्टलाई कसरी रिकभरी गर्न सक्नुहुन्छ। तपाईको पुरानो जीमेल होस् या नयाँ जीमेल होस्, त्यसको पासवर्ड तपाईलाई थाहा छैन भने धेरै सजिलोसँग तपाईँ आफ्नो जीमेल एकाउन्टलाई रिकभरी गर्न सक्नुहुन्छ। जीमेल एकाउन्टलाई रिकभरी गर्नको लागि सबभन्दा पहिला आफ्नो जीमेललाई ओपन गर्नुहोला, क्लिक गर्नुहोला। क्लिक गरेपछि यहाँ हेर्न सक्नुहुन्छ एड अनदर एकाउन्ट, यहाँ क्लिक गर्नुहोला। त्यसपछि यहाँ गुगलमा क्लिक गर्नुहोला। त्यसपछि यस्तो प्रकारको अप्सन आउनेछ। तपाईलाई जुन जीमेललाई रिकभरी गर्नु छ त्यो जीमेल यहाँ राख्नु होला। म आफ्नो एउटा जीमेल राख्दै छु। जीमेल राखेपछि यहाँ नेक्स्टमा क्लिक गर्नु होला। त्यसपछि यस्तो प्रकारको अप्सन आउनेछ। तपाईले पासवर्ड थाहा छैन भने यहाँ फरगेट पासवर्डमा क्लिक गर्नु होला। त्यसपछि फेरि यस्तो अप्सन आउँछ, यहाँ हेर्न सक्नुहुन्छ ट्राई अनदर वे, यहाँ क्लिक गर्नु होला। त्यसपछि यहाँ अलि टाइम वेट गर्नु होला। त्यसपछि यस्तो प्रकारको अप्सन आउनेछ। यहाँ तपाईले जीमेल बनाउने बखतमा तपाईले एउटा नम्बर राख्नु भएको होला। यहाँ हेर्न सक्नुहुन्छ कि मेरो चाहिँ लास्ट डिजिट यहाँ 65 देखाइरहेछ। मैले चाहिँ यो नम्बर राखेको छु जीमेल बनाउने बखतमा, त्यो नम्बर चाहिँ यहाँ राख्नु होला। म आफ्नो नम्बर यहाँ राख्दै छु। तपाई आफ्नो नम्बर यहाँ राख्नु होला। राखेपछि यहाँ सेन्डमा क्लिक गर्नु होला। त्यसपछि त्यो मोबाइलमा चाहिँ एउटा ओटिपी आउनेछ। यहाँ हेर्न सक्नुहुन्छ मेरो चाहिँ अर्को मोबाइलमा चाहिँ ओटिपी आइहालेछ। त्यो ओटिपी यहाँ राख्नु होला। राखेपछि यहाँ नेक्स्टमा क्लिक गर्नु होला। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ कन्टिन्यूको अप्सन छ, यहाँ क्लिक गर्नु होला। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ आई एग्री, यहाँ क्लिक गर्नु होला। त्यसपछि यहाँ क्लिक गर्नु होला। क्लिक गरेपछि यहाँ हेर्न सक्नुहुन्छ मेरो चाहिँ जीमेल रिकभरी भइहालेछ। यसरी नै तपाईँ आफ्नो नयाँ या पुरानो जीमेललाई रिकभरी गर्न सक्नुहुन्छ। थ्याङ्क यू।